ल 6300 पछि यो चेन्ज गर्न लाग्यो भोलि लङ ड्राइभ जानेछु त्यही भएर यो सबै यो रिस्की हुन्छ भने यो रिस्क हुन्छ भने यो ठक निस्किनु लाग्यो त्यही भएर यो डल्लो भान लाग्यो नचाहिने कुरा छ मैले किनेदेखि खोलेको छैन अहिलेसम्म एक्चुअली पङ्क्चर भएको छैन कहाँ बाहिर भएको कम्पनी टी भयो कम्पनीमै बरु फेरि होला सर्भिसहरू बेलामा किनकि कम्पनीमा छ नि आइआरसीको टायर छ नि आइआरसीकै ट्युब आउँछ नि अनि आइआरसी ट्युब भयो नि त यो होइन कस्तो थाहा हुन्छ म झुक्क्याउ कि हजुर झुक्नु भएछ एकचोटि हेरौँ कहाँ झुकाउने मैले अहिलेसम्म किनेदेखि मैले खोलेँ यो अहिलेसम्म टायर खोलेको छैन पङ्क्चर पनि भएको छैन के भन्दा यो आइआरसी देखेको छ नि टेन्सन होइन त्यो काम राम्रो गरेर भने पछि के कस्तो कस्तो सिधा हुँदैन त्यो मलाई त्यो भाङ्गे जस्तो लागेन अब हामीले खोल्दाखेरि हेमोडले हानेको होइन चोर मोदीसित हेर यो बङ्गला छ यो सिधै हुँदछ अझै त्यस्तै हुन्छ भन्छ त्यसले अघि टायर खोलेर हान्दाखेरि बाङ्ग्यो त्यो भर्खर टायर फिरेर कि त्यसले त मैले गराएँ होइन यो त पहिल्यै यस्तै हुन्छ भने कि नभए सोरुममा हेर्नु जानु भने देखाउनु पर्छ नि त होइन उता र यता फरक छ किनभने यो चाहिँ एन लेखेको हुन्छ अरे कि एन लेखेको त्यही त यो मोरोले कस्तो हो त्यसले कसरी हान्यो होला सबै बङ्गाइदिएछ कि यो पनि यता पनि हाल्ने गाह्रो छ नि सबै ढिकै निस्किन्छ जलवायु सक्दैन गाह्रो छ नि यो के प्रब्लम अब यसको अलिकति एउटा के बिग्रियो भने पनि फेरि सामान पाउनु गाह्रो है पाउने गाह्रो मात्र हुँदैन सामान पाउन र गाह्रो न महँगो पनि छ त्यो कहाँ त्यो सोरुममा चाहिँ म भर्खर सोरुममा गएर आएर त्यो पाता त्यस्तो छैन त्यो पाता त तिमीले बङ्गाएको रहेछ टायर पनि झिक्न आउँदैन कि कसरी बाँगिन्छ मैले त बताउनु किन तिमीले हामीले बाङ्गो हान्यो होला नि त सबै बाङ्गेर हेमरिन्चले त बाँगिन्छ त्यो त्यो अब त्यस्तै म भर्खर सोरुममा चेक गरेर ज्याला पनि लिन्छ टायर झिक्न आउँछ झिक्न तपाईँहरू त आरोप लगाएर आरोप लाग्यो त्यो अहिलेसम्म झिकेको छैन त्यो अहिले मैले किनेदेखि त्यो टायर झिकेको छैन कि कसरी बाँगिन्छ